मुस्ताङ जाँदाखेरि देखिने कलरहरू क्या। अब यो तम्बर करिडोरको यो स्टार्टिङ पोइन्ट बोर्ड अलि देखाउनु है। यहाँ एकछिन खाजा खाएर हामी तम्बर करिडोरको बाटो लाग्दैछौँ है। अब ताप्लेजुङतिर तम्बर करिडोर सुरु भयो। त्यसैको लागि हो यो बाटो नानीको हाल्दैन। तम्बर करिडोर पुरा आसपाल सुरु भइसकेको रहेछ। तयारी भएछ पुलिस बाटो। यतिको बाटो भयो त गजब भइहाल्यो। बिजुलीबाट धिमगाउँका 273 घरटोलीका 2400 जनसङ्ख्या लाभान्वित भएका छन्। गाउँपालिकाको उज्यालो हिमाली बन्दैछ। पुल चाहिँ बन्न बाँकी नै रहेछ ठाउँ ठाउँ। पानीको कलर थाहा भयो। मास्तिर खोला त पोकै छ त। अब हामी यहाँ भर्खर प्राइम गरेको रहेछ। नदी किनारे तम्बर करिडोर सडक यही ताप्लेजुङ धनकुटाबाट 5 थर हुँदै ताप्लेजुङ भेट्छ। खोलाको पुल कट्यो। साउ खोलाको पुल चाहिँ बनिसकेको रहेछ।
यहाँ पनि एउटा जो एपेक्स है कसको यो यार्ड कसरी यार्ड है पास्तर है यहाँ चाहिँ धेरै अलिक गाह्रो भएकोले यहाँ चाहिँ पुरै हेर्नु चाहिँ त्यसले मात्रै तयार अवस्थामा छ ढलाइको लागि तयारी अवस्थामा वान साइड दोभान बेसी होटल छ यहाँ चाहिँ खाजासाजा सबै हुन्छ है। अब हामी यसो दुइटा चाहिँ कुम्मायक गाउँपालिकामा यहाँलाई हार्दिक स्वागत छ। कुम्मायक गाउँपालिका रहेछ है यो चाहिँ हो र कुम्मायक गाउँपालिका हो यो। यहाँ दुईटा बाटो छुट्टिन्छ एउटा सिधै करिडोरको बाटो जान्छ एउटा जोरसाल निस्किने बाटो रहेछ यताबाट बिचमा पर्यो हामी झन्डै जम्मै यो कुम्मायक 4 यो दोभानमा पर्यो। यो दोभान बेसी होटल एल लजमा यसो चिया पानी अब यहाँबाट हामी छिर्दैछौँ है। यहाँ मजाको ठाउँ रहेछ यहाँ के रक्सी पर्यो रक्सी 3 पानी रक्सी बन्दैछ क्या हो ल गजब छ यो ठाउँ त चिसो हावा चट्ट यहाँनिर खोला होइन यहाँ रहेछ तल कोदोको रक्सी पाइने ठाउँ यहाँ तल रहेछ है। यहाँ साथीहरू ल दही खाऊ पैसा सुन्दर नगरी फिदिम बजार 1 नम्बर 2 नम्बर 5 नम्बर 6 नम्बर ग्राउन्ड लाइन फिदिम वार्ड काबेली पुल क्रस भयो एकछिन त खोल्नुपर्छ नि यार। बजार भोलि घुम्ने हो। काप्लेजुङबाट अब काप्ले टार 9.5 किलोमिटरको अफ रोड अब बिच बाटो सक्यो एकदमै खतरनाक हिजो बाटो छोरीलाई पनि धाउदो हुन्छ हनुमान गियर लाउनु पर्छ। बाटो अन्त बन्दै गरेको अवस्थामा छ त्यही पनि अहिले पानी झमझम पानी परेको बेला हामी अब काप्ले टारतिर तल्लो फेरि
9.5 किलोमिटर हो तर टाइम लाग्छ यसलाई 1.5 घन्टा होला अनि त्यहाँबाट अलि बाई फुट यस्तो चाहिँ पिच बाटो हेर्नुहोस् है यहाँको पिच बाटो वाइपर चलाउनु त यहाँ के देखिएन यहाँ 2जना ड्राइभरको पिचमा म यहाँ चेप्टिरहेको छु है यहाँ एउटा ड्राइभर छ यहाँ एकजना अर्को ड्राइभर छ यहाँ खतरा मान्छेको बिचमा चेपिरहेको छ पानी दस्नु रोकेको छैन हौ के गर्नु अस्ति एकदमै दुःखद घटना भएको करेन्ट लागेर गाडी चलेर 4 जनाको मृत्यु भएको ठाउँमा हामी अहिले गाडी यही छ यही गाडी हो होइन खोइ एकछिन फोटो खिचौँ त काफ्लेटार आइपुग्यो अहिले है काफ्लेटार आइपुग्यो हामी काफ्लेटारमा आइपुग्यो ल काफ्लेटारमा अब ल्यान्ड भयो गाडी अब यहाँबाट पानी अलिसम्म ननस्टप परिरहेछ लगातार झन्डै 2 घन्टा भयो पानी परेको यहाँबाट पुग्यो हो यसो लाने हो यहाँबाट यस्तो छ मजाले यहाँबाट अब लगभग 5 किलोमिटरमा पाथिभरा देवी माताको मन्दिर छ है अब यहाँबाट काफ्लेटारबाट अब लगातार लगभग 3 किलोमिटर माथिल्लो फेदी हो समय लाग्छ झन्डै 2-2.5 घन्टा त्यसपछि त्यहाँबाट 2 किलोमिटर पाथिभरा मन्दिर है मजा छ ठाउँ वाकमा आनन्दले हिँड्दै रमाइलो छ है चट्टै यस्तो छ बाटो जो पनि जान सक्छन् यहाँ सही छ यो है ल तल्लो फेदी काफ्ले पार्टीदेखि मात्र फेदीको बाटो हो यो झन् पानी रोक्यो पानी रोकेकोले सहज भइरहेछ हिँड्नलाई यस्तो पो छ त पाथिभरामा तपाईँलाई हार्दिक स्वागत छ सम्पूर्ण सिँढीहरू सकेर अब मन्दिरको अन्तिम सिँढीतर्फ जानेछौँ है आज मौसम पनि एकदमै राम्रो घाम लागिरहेको थियो भर्खरै घाम गयो घाम आउने जाने ठाउँमा थियो अलिकति चिसो बढ्यो फेरि यस्तो छ एउटा ठाउँमा राख्नु छोटो ग्रुप बेला लामो हुन्छ लामो गर्दै जाउँ न यहाँ लान्छ नि पर मान्छे पर प्रसाद दियो